यहोशू 5 अध्याय। सारा इजरायलीहरूको खतना। यर्दनवारी पश्चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले इजरायलीहरूका निम्ति तिनीहरू पार नतरुन्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्ने कुरा जब सुने, तब इजरायलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इजरायलीहरूको सामना गर्ने साहस रहेन। त्यसबेला परमप्रभुले यहोशूलाई भन्नुभयो, पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इजरायलीहरूलाई खतना गर। तब यहोशूले पत्थरका कर्दहरू बनाएर गिबियात रालोथमा इजरायलीहरूको खतना गरे। यहोशूले खतना गराउनु परेको कारण यही थियो कि जतिजना मानिसहरू अर्थात् योद्धाहरू मिश्र देशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्किएपछि उजाड स्थानको यात्रामा मरिसकेका थिए। मिश्र देशबाट जति निस्केर आएका थिए ती सबैको खतना भएकै थियो, तर मिश्र देशबाट निस्केपछि उजाड स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन। इजरायलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्र देशबाट निस्केर आएका सारा मानिसहरू अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड स्थानमा 40 वर्ष हिँड्दै रहेथे, किनभने तिनीहरूका पिता पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्न भनेर परमप्रभुले प्रण गर्नुभएको थियो। यसकारण तिनीहरूको स्थानमा उहाँले फेरि उत्पन्न गराउनु भएको सन्तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए। अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहुन्जेल छाउनीमा आफ्नो ठाउँमा बसे। अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, आजको दिन मिश्रको निन्दा तिमीहरूबाट मैले गुडाइदिएको छु। यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म गिलगाल भनिन्छ। निस्तार चाडको उत्सव। जब इजरायलीहरू गिलगालमा छाउनी खडा गरी बसे, तब तिनीहरूले 14औं दिनको साँझमा यरिहोको मैदानमा नै निस्तार चाड मनाए। निस्तार चाडको भोलिपल्ट त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए। तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो र त्यसपछि इजरायलीहरूलाई मन्न कहिले पनि मिलेन। तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए। यहोशू यरिहोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने हातमा नाङ्गो तरबार लिएका एकजना मानिस उभिरहेका रहेछन्। यहोशू उनी कहाँ गएर, तपाईँ हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ भनेर सोधे। अनि उनले भने, होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ। तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत गरे र उनलाई भने, मेरा प्रभु, आफ्नो दासलाई के भन्नुहुन्छ? अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, तेरा खुट्टाबाट जुत्ता फुकाल।